नमस्ते एभ्रिवान। आजदेखि हामीले चाहिँ 9 र 10 को ग्रामर चाहिँ यसो हेर्दैछौँ हैन। अनि आज चाहिँ हामीले ट्याग क्वेसन हेर्न लागेछौँ। यो बुकबाट चाहिँ म सुरु गर्छौँ हैन। म चाहिँ क्वेसन सोध्छु अनि मेरो हस्बेन्डले चाहिँ यसको एन्सर दिनुहुन्छ। अनि अब सुरु गरौँ है त। म सुरुमा एउटा क्वेसन सोध्छु है हजुरलाई। नोबडी नोज द एन्सर। यसलाई ट्याग क्वेसनमा कसरी चाहिँ यसो गर्दा हुन्छ होला। अब त्यो सबै नम्बर बाई नम्बर जानुभन्दा पनि एउटा क्वेसन पढ्ने, त्यो क्वेसनसँग सम्बन्धित कन्सेप्ट क्लियर गर्ने, अर्को क्वेसन जाने हैन। हुन्छ। सो नोबडी नोज द आन्सर हो। के आन्सर? नोबडी नोज द एन्सर। यसको चाहिँ ट्याग क्वेसन चाहिँ के हुन्छ भन्ने कुरो चाहिँ बुझ्दै हुन्छ हैन। अब कसरी हुन्छ भन्ने कुरो बुझौँ। तपाईलाई के थाहा छ ट्याग क्वेसनको बारेमा? मलाई अब नेगेटिभको पोजिटिभ, पोजिटिभको नेगेटिभ हुन्छ भन्ने थाहा छ। बेसिक ट्याग क्वेसनको बेसिक के हो भन्देखि हजुर स्टेटमेन्ट क्वेसन हुन्छ। स्टेटमेन्ट पार्टमा चाहिँ पोजिटिभ छ भने उता नेगेटिभ हुन्छ, यता नेगेटिभ छ भने पोजिटिभ हुन्छ। यो अहिलेको स्टेटमेन्ट के थियो? स्टेटमेन्ट के थियो? नोबडी नोज द आन्सर होइन। त पोजिटिभ जस्तो लाग्यो भने नेगेटिभ थियो हैन। त्यही कारणले यो के भयो भनेदेखि यो अलि अप्ठ्यारो छ। अब यसको एक दुईवटा अभ्यास गरौँ न त है त। हुन्छ। जस्तै नेगेटिभको पोजिटिभको इट इज रेनिङको के हुने भयो? इजन्ट इट हो। हजुर। आई विल कम टुमरोको के हुने भयो? वन्ट आई। ओके, वन्ट आई। गुड। मलाई त धेरै बिर्सिसके मैले धेरै। त्यस्तै अब ही वाज नट देयरको के हुने भयो? वाज ही हैन। वाज ही। अब के गरिरहेछ हामीले भन्दा यसको रुल चाहिँ के भयो? बेसिक रुलमा चाहिँ के छ भन्दाखेरि नेगेटिभको पोजिटिभको नेगेटिभ, POSITIV को नेगेटिभ, म पनि यहाँ लेख्छु है त। अनि नेगेटिभको पोजिटिभ नेगेटिभ। अब हामीले माथिको उदाहरण हेरौँ है त। पहिलो चाहिँ इट इज रेनिङ भनेको पोजिटिभ स्टेटमेन्ट छ। इजन्ट इट भयो, हामीले एक्जिलरी भर्ब चाहिन्छ, त्यसपछि त्यसमा नट थप्छौँ अनि प्रोनाउन राख्छौँ है। आई विल कम टुमरो इज अल्सो पोजिटिभ, वान्ट आई। ही वाज नट देयर, वाज ही। यो चाहिँ नेगेटिभलाई पोजिटिभ बनायो। यसमा अलिकति ट्रिकी पार्ट एक्जिलरी भएको भर्बको पार्टमा चाहिँ ठिकै छ। एक्जिलरी नहुँदा पनि अलि अप्ठ्यारो हुन्छ। कुनै सेन्टेन्सेसहरू हुन्छ, देयर आर सेन्टेन्सेस विदाउट एक्जिलरी भर्ब। विल ह्याभ टु फाइन्ड आउट द सेन्टेन्स। म एउटा सेन्टेन्स भन्छु अनि यु मेक इट फर है त। ही डज द सेम थिङ एभ्री डे। के गर्ने यसलाई? डजन्ट ही हुँदैन? एक्ज्याक्टली, डजन्ट ही है। डजन्ट ही यो पनि सजिलै जस्तो भयो। यो पनि किन सजिलो जस्तो भयो भनेदेखि डज छ नि त। अल्दो इट इज अ मेन भर्ब हियर। ल, राधा लाइक्स कफी। राधा लाइक्स कफी। डजन्ट राधा हुँदैन है। डजन्ट सी। ए ओके। एउटा क्वेसन, एउटा चिज हजुरले छुटाउनु भएको छ नि। ट्याग क्वेसनमा जहिले क्वेसन मार्क दिएन भने पनि मिस्टेक हुन्छ नि। मैले उदाहरण लेखिरहेको छु। त्यस्तै यो ट्याग क्वेसनको पहिलो रुल के भयो? हामीले त्यो रिक्यापिचुलेट, हामीले चाहिँ वी विल यताको स्टेटमेन्टमा पोजिटिभ छैन, उता नेगेटिभ छैन, यता पोजिटिभ। त्यस्तै अर्को अब यसमा चाहिँ कुनै एक्जिलरी नभएको पार्ट छ नि। एक्जिलरी नभएको पार्ट भनेको सिम्पल प्रेजेन्ट टेन्स र सिम्पल पास्ट टेन्स है त। जस्तै ही एट म्याङ्गोज के हुने भयो यसको? डिडन्ट ही। त्यसै एटको एक्जिलरी पत्ता लगाउनु भयो। एट भनेको सिम्पल पास्ट टेन्सको एक्जिलरी भनेको डिड हुन्छ, डिडन्ट ही। यो क्लास चाहिँ सबैजनालाई उपयोगी हुन्छ है, 9-10लाई मात्र है। त्यस्तै यसको अर्को कन्सेप्ट छ भनेदेखि यति सिम्पल चाहिँ हुँदैन। देयर आर वर्ड्स, कुनै यस्ता वर्डहरू हुन्छ जसले चाहिँ नट नभइकन पनि नेगेटिभ जनाउँछन् हैन। वर्ड्स मिनिङ नेगेटिभ विदाउट नट्स। यसमा यो लेखौँ है त। वर्ड्स जस्तै के एक दुईवटा उदाहरण दिएर गर्दा के होला भन्नु त? मैले भन्दा नेभर अनि सेल्डम, रेयरली। अरु के हुन्छ थाहा छैन मलाई। स्केर्सली, नेभर, हार्डली। भने यो चाहिँ बिरलै भन्ने अर्थमा आउँछ यिनीको अर्थ है त। यस्तो शब्द आयो भनेदेखि हामीसँग नट नभए पनि उतापट्टि नट मानेर चाहिँ हामीले के गर्ने भयो भनेदेखि जस्तै एउटा चाहिँ अ बार्किङ डग
सुरु 18 Seldom नगर bites. I seldom get up early I seldom get up early get up I early seldom get up early भनेपछि यसको के हुने भयो यहाँ नेगेटिभ do I हुन्छ do I हुने भयो है do I किन do I भयो नेगेटिभ यो सेल्डम भन्ने छ नि यो सेल्डमले चाहिँ हामीलाई चाहिँ नेगेटिभ जनायो त इट कन्भर्ट्स नेगेटिभ फर अस नेगेटिभ भयो अनि टेन्स प्रेजेन्ट भयो प्रेजेन्ट सिम्पल भयो गेट अप त्यसै अर्को उदाहरण दिउँ है त द बुलेट हार्डली मिस्ड मी हार्डली मिस्ड मी भने मलाई झन्डैले लागेको थियो भनेको यसको के हुन्छ ट्याग क्वेसन ल त बुलेट हार्डली मिस्ड मी भनेपछि डिड इट द्याट्स लभली भने यी चिजहरू अरू पनि केही हुन सक्छन् हाम्रो यो लिस्टमा भएका शब्दहरू लिएर चाहिँ मार्क गरौँ है त डराइ डराइ भन्दैछु है मलाई त याद छैन 19 वर्ष भयो मैले म अझै 19 भन्दा 10 वर्ष जोड न कति वर्ष भयो मलाई 29 वर्ष भयो मलाई हजुरको पढाउने सब्जेक्ट हो नि त हो you can यसरी चाहिँ बहानाबाजी गराउने I am not as intelligent as you are so you don't have to okay so let's go to the next thing अब क्या क्वेशनमा अर्को चिज छ हाम्रो कमान्ड सेन्टेन्सेसहरु हुन्छ के कमान्ड सेन्टेन्स भनेको आदेश जनाउने सेन्टेन्सहरु verb बाट सुरु हुने सेन्टेन्सहरु के हुन्छन् go to the market कमान्ड सेन्टेन्सहरु अर्को एक दुईवटा सेन्टेन्स हो अनि एकैचोटी अभ्यास गरौँ ल call me tomorrow let me help you अरु के हुन्छ एउटा नयाँ शब्द जानु न प्याम्पर भनेको चाहिँ पुल पुल्याउनु है प्याम्पर भनेको यसो गर्नु हैन पुल पुल्याउनु ल यो सबै चीज हामी यो चाहिँ कमान्डबाट आउने सेन्टेन्सको हेडलाइन चाहिँ के भन्छ कमान्ड सेन्टेन्सको लागि चाहिँ हामी के गर्ने भयौं कमान्ड सेन्टेन्सको लागि हामीले के गर्ने भयो भनेदेखि what we are going to do for command sentence is यहाँ लेख्नै बिर्सिन्छ लेखिदिन्छ कमान्ड सेन्टेन्सको लागि will you भनेर राख्नु छ सेन्टेन्सको कमान्ड को पनि नेपाली त्यो इंग्लिश बाइलिङ्गुअल पढाइरहेको हो नि त को लागि will you प्रयोग गर्ने है त जस्तै अब यसको सबैको के भयो भने प्रयोग गर्ने जस्तै गो टु द मार्केट भनेको will you हुने भयो हैन कल मी टुमरो will you अनि म अर्को क्वेशन छ स्याल चाहिँ युज हुन्छ हुँदैन कहिले ट्याग क्वेशन स्यालको बारेमा आउँछ आई विल बिङ द स्याल हियर will you okay will you हैन अब हामी एउटा कुरा त यो किन पढाइरहेका छन् भने पनि बुझ्नु ल यसको बारे हामीले यो जातमा मिलाउनको लागि मात्र होइन इट हैज सम मिनिङ इन लाइफ नेपालीमा त ट्याग क्वेशन भन्ने चीज छैन है नेपाली भाषामा छैन भन्न मिल्दैन छ अफ कोर्स छ तर जेनरली प्रयोग हुँदैन सुरुमा यसको प्रयोग इम्प्लिकेसन लास्ट टाइम हेरौँ है त अब यसपछि अब यो मैले यहाँ लेट राखेँ नि यो लेट र लेट्समा फरक छुट्याउनु पर्छ लेट भनेको चाहिँ यो कमान्ड हो दिनु भन्ने अर्थमा तर लेट्सबाट सुरु भएको सेन्टेन्सको लागि हामी के गर्छौँ भनेदेखि लेट हिम गो को के हुन्छ लेट हिम गो विल यु हुन्छ है लेट्स गो को चाहिँ अब स्याल वी हुन्छ लेट्स बाट सुरु हुने वाक्यमा स्याल वी प्रयोग गर्ने है त कसरी प्रयोग गर्ने लेट गार्गी डु हर होमवर्क भयो यो क्वेशन भयो त गर्ने तर यो लेट प्रयोग गर्दाखेरि जेनरली मान्छेहरु झुकिन्छ नि क्या लेट हिम टु भन्ने चलन छ द्याट्स अ ब्याड प्र्याक्टिस जस्तै लेट्स स्टार्ट टिचिङ भन्ने भयो नि आज हामीले त्यही योजना गरेको गरौँ लेट्स कस्तै यो फन्टै बिग्रिरहेछ हौ लेट्स स्टार्ट टिचिङ एउटा लेट्स नट ट्रस्ट हिम यहाँ चाहिँ एउटा रु हेर्नु है त नेगेटिभ आए पनि वी स्याल वी हो पोजिटिभ आए पनि स्याल वी हो है त्यस्तो है कसरी एक्जाम्पल दिन मिल्छ यहाँ दिइरहेको छु त विल यु स्याल वी स्याल मिलेको स्याल वी लेट्स नट गो टु द मार्केट स्याल वी लेट्स गो टु द मार्केट स्याल वी लेट्स नट गो माथिको कुरोमा डोन्ट गो टु द मार्केट विल यु हो त्यसमा पनि नेगेटिभ आयो भने नेगेटिभ विल यु नै हुन्छ है यो अलिकति ट्रिकी रहेछ नि त
कि त होइन बुझिहाल्यो नि अब कहिले कहिले हाम्रो प्रोनाउनहरू चाहिँ कस्तो हुन्छ प्रोनाउनहरूले चाहिँ दे आर अलिकति डिफ्रेन्ट प्रोनाउन सब्जेक्ट के सब्जेक्टबाट सुरु भयो भने उदाहरणको लागि चाहिँ लेट्स से समथिङ स्टार्ट समबडी सम प्लस बडी वान थिङ यति हुन्छ नि समथिङ योबाट सुरु भयो भने यसको प्रोनाउन चाहिँ दे हुन्छ है त के भयो भनेदेखि somebody is coming लेख्दाखेरि somebody is coming भनेर लेख्यो तर यसको ट्याग क्वेसन चाहिँ के हुने भयो somebody is coming यसको प्रोनाउन दे भएपछि ट्याग क्वेसन के भयो यसलाई ट्राई गरौँ त म्याडम somebody is coming isn't they isn't they त हुँदैन होला त्यसमा aren't they हुनु पर्यो ए somebody भनेको दे चाहिँ दे नै हो हैन somebody आएपछि दे भइहाल्यो somebody is coming aren't they someone told somebody is coming भनेपछि यसलाई someone told me के भन्नु पर्यो someone भनेपछि के यसमा पनि isn't aren't नै हुन्छ दे भयो didn't they भन्नुभयो है त्यस्तै समथिङ somebody भनेको एउटा मान्छे हो कि धेरै हो के हो इज मिसिङ somebody भनेको एकजना अनि एकजना भएपछि दे आउँछ प्रोनाउन अनुसार हुन्छ भने त प्रोनाउन अनुसार एक भाव राख्ने हैन र somebody को प्रोनाउन दे भयो someone को प्रोनाउन दे भयो something को प्रोनाउन दे भयो सो बाबा something is missing हो के भने बाबा ट्राई गर्नु त something is missing isn't it भनियो त कसरी भन्यो something isn't they something भनेपछि त something भनेको त निर्जीव भएन aren't they भनेको छु aren't they त्यो ट्रिकी थियो ए ट्रिकी पार्ट बुझ्नु है यो पार्टलाई हेरौँ है त त्यस्तै अब एभ्रीवान यसको किन बोल्ड यो हुँदैन ल अर्को हेरौँ त यहाँ एभ्री प्लस बडी वान थिङ पनि त्यही रुल हो है एभ्रीवान डाइज भन्नु पर्यो एभ्रीवान डाइज के भन्नु पर्यो भन्दा एभ्रीवान डाइज भन्दा के डजन्ट त कसरी भयो त हो कसरी भयो त डाइज एभ्रीवान डाइज भएपछि डजन्ट कसरी भयो डन्ट दे भन्नु पर्यो हो कसरी त हो बुझाइदिनु पर्यो नि त अनि दे भनेपछि प्रोनाउन दे देसँग डन्ट हुन्छ डजन्ट हुन्छ भनेको समवन समबडी एभ्रीथिङ समथिङ सबै दे आयो दे आएपछि के गर्नु पर्यो भाव पनि त्यही देले चाहिने भाव दे लाइक्स त हुँदैन होला दे लाइक हुन्छ हैन ए त्यही देको थ्रुबाट जानु पर्यो ओके सो वी हैव गट एनदर एस्पेक्ट अफ दिस यो बुझ्दै छ होला आई बिलिभ हामी यसको धेरै अभ्यास गर्छौं अनि हामी अभ्यासका क्वेशनहरु पनि हेर्छौं अनि त्यसपछि म चाहिँ बुझ्दै छु मैले त यो बुझेपछि पनि प्र्याक्टिस गर्नुपर्छ अनि मात्रै आउँछ हामी वी आर डुइङ क्लास टुगेदर वी आर लर्निङ टुगेदर त्यस्तै अब कहिले कहिले हामी कुनै सेन्टेन्सहरु दैट र दिस बाट सुरु हुन्छ है ल दैट र दिस बाट सुरु हुन्छ यसको लागि चाहिँ इट राख्ने है दैट इज माय पेन isn't it that is not my pen is it not my those are not my pen is it भने त this is rubbish यो वाहियात हो isn't it है पछि बल्ल अनि क्वेशन म्याक्स गरेन भने पनि मार्क्स काट्दिनु म यो सक भइराको यसले अन्डरलाइन भइराको छैन कि यसमा किन नो आइडिया मेरो ट्याग क्वेशन स्कुलमा क्वेशन मार्क त करेक्ट गरेर क्वेशन मार्क नदिएर पनि मेरो मार्क्स गएको छ लेट्स नट टक अब त्यस्तै कहिले कहिले एउटा चाहिँ प्रोनाउन चाहिँ के हुन्छ भने नि देयर भन्ने पनि प्रोनाउन हुन्छ है देयर आर टु पिपल देयर भनेपछि देयर को देयरै हुन्छ है त यसको लेखौं देयर को देयर आर सुरुमा यहाँ माथि लेख्दिछु ल म यसको चाहिँ पिस राखौं देयर प्रोनाउन हुँदाखेरि सब्जेक्ट देयर हुँदा देयरै बनाउने ल देयर आर 5 पिपल देयर हो इन माय होम देयर आर 5 people आरन देयर भन्नु पर्यो है आरन दे हैन नि है आरन देयर देयर को लागि चाहिँ देयरै हुने भयो हैन
अब यसको अर्को ट्रिकी पार्ट चाहिँ के छ भन्देखि योमा सक म्यान ल ओके आरएन अर्को ट्रिकी पार्ट के छ भने हाम्रो चाहिँ यसको लागि चाहिँ हामीले ध्यान दिनुपर्ने के छ भनेदेखि लास्ट बट नट लिस्ट आउट से कहिले कहिले यस्तो हुन्छ क्या हाम्रो चाहिँ लेखनमा बोलनमा एम वाला हुन्छ क्या आई एम ह्याप्पी एमलाई आर एन्ड आई भन्नु है आर एन्ड आई गर्नुपर्छ यो किन गर्छन् मलाई थाहा छैन मलाई यो अपवाद होला नि किन गर्छन् थाहा छैन तर एम एन्ड आई भनेको राम्रै हुँदैन नगर्दा त भइहाल्छ प्रयोग पनि गर्न थालिसक्यो होला होइन आर एन्ड आई I am tall, aren't I? I am short. ल यो कुरो चाहिँ हामीले बेसिक कुरो चाहिँ पढेको यसको दोहोऱ्याएर म भन्छु ल एक्चुअली तपाईँहरूको रिक्याप गरौँ बेसिक चाहिँ के हो भनेदेखि पोजिटिभ भयो नेगेटिभ नेगेटिभ भयो पोजिटिभ हामीले स्टेटमेन्ट पत्ता लगाउँछौँ सब्जेक्ट पत्ता लगाउँछौँ त्यही अनुसार एक्जुलरी पछि कमा दिएर क्वेसन मार्कमा एन्ड गर्छौँ है त त्यति सजिलो छैन त्यति सजिलो किन छैन भने कुनै कुनै सेन्टेन्सेसहरू चाहिँ एक्जुलरी बयका हुन्छ प्रेजेन्ट सिम्पल टेन्स र पास्ट सिम्पल टेन्समा एक्जुलरी हुँदैन त्यसको लागि डु डज डिड पत्ता लगाउनु पर्छ त्यही अनुसार गर्नुपर्छ है त कुनै कुनै स्टेटमेन्टमा चाहिँ सेल्डम नेभर हार्डली रेयरली स्केर्सली जस्ता नेगेटिभ मार्करहरू समावेश हुन्छन् त्यस्तो हुँदाखेरि हामी नेगेटिभ पहिल्यै छ भन्ने मानेर उता पोजिटिभ बनाउँछौँ है त अ बार्किङ डग सेल्डम बाइट्स के भन्ने Barking dog seldom bites. Simple. इसको क्या क्वेश्चन गरौँ त A barking dog seldom bites. Does it? Right. That's lovely. कमान्ड सेन्टेन्स हुँदाखेरि पोजिटिभ भए पनि नेगेटिभ भए पनि विल हो कमान्ड भने आदेश दिने सेन्टेन्स लेट भनेको पनि कमान्ड सेन्टेन्स हो लेट्स भनेको चाहिँ दुईजना मिलेर हुँदाखेरि shall we लेट्स म्यारी shall we लेट्स नट म्यारी shall we भने somebody someone something everything everyone everybody जस्ता चीजहरुले दे जनाउँछ त्यही अनुसार चाहिँ प्रोनाउन राख्नुपर्छ है भर्ब राख्नुपर्छ सब्जेक्ट डिड छ दैट छ भने प्रोनाउन इट हुन्छ आई एम लाई आर एन्ड आई गर्ने देयर लाई देयर राख्ने आर एन्ड देयर सो दिस बीइङ सेड आई थिंक वी शुड कन्क्लुड दिस च्याप्टर तर यो प्रयोग चाहिँ दैनिक जीवनमा कसरी प्रयोग हुन्छ त किन सिकाएको होला जातमा मिलाएर दुई नम्बर ल्याउनु मात्र त होइन यसको अर्थ चाहिँ कति राम्रो एक्सप्रेसन हो भने नि कन्फर्मेसन गर्न खोज्यो क्या हामी बोलीचालीमा चाहिँ अर्कै तरिकाले भन्छौँ ठ्याक्कै उसको बिहे भएको छ होइन त भन्छौँ छैन त भन्छौँ होइन तर द थिङ इज द यु वान्ट टु रिकन्फर्म योर आइडिया क्या तपाईँले एउटा चिज भन्नुभयो बुइनी चकचके छ होइन त भन्नु पर्यो भनेदेखि होइन होला पनि भयो होइन होला that is different that's slightly different त्यसैले they use all the time so what is the जस्तै के भन्छ कस्तो हुन्छ एउटा कन्टेक्स्ट दिनु होला मैले तिमीलाई पहिला भनेको थिएँ नि भन्छौ नि हामी आई टोल्ड यु अलरेडी डिडन्ट आई दिस इज हाउ यु डे टु डे लाइफमा कम्युनिकेसनमा प्रयोग गर्ने तरिका थियो आई होप यु लाइक दिस क्लास इट इज योर सेसन प्लिज कन्क्लुड द सेसन प्लिज अब हामीहरूले एउटा सानो सानो टपिक लिएर प्रत्येक दिन एउटा एउटा भिडियो अपलोड गर्न खोज्दैछौँ होइन अब हजुरहरूले अब यो चिजमा हामीले छुटेको पनि हुनसक्छ कति कुराहरू धेर भइसक्यो नि त अब सजेसन पनि दिनु होला क्वेशनहरू छन् भने राखी पनि दिनु होला त्यही भन्न चाहन्छु थ्यांक यू भेरी मच भोलिको क्लास के छ भोलिको सेकेन्डको टपिक के छ हेर्नु त यहाँ सेकेन्ड टपिक चाहिँ नेगेटिभ चेन्ज इन्टु नेगेटिभ पोजिटिभ ल नेगेटिभ पोजिटिभ अफर्मेटिभ भोलि भोलिको क्लासमा नेगेटिभ पोजिटिभ अफर्मेटिभ कसरी चेन्ज गर्ने भन्ने सिक्छौँ है त हुन्छ ल लेट्स थ्यांक यू